हाई एभ्रिवान वेलकम टु माई मिनी ब्लग। अनि हामी चाहिँ दिदी बहिनी धेरै दिन पछाडि भेट भएको नि त। अनि भेट भएर कहाँ जाने भनेर सल्लाह भयो। अनि त्यस पछाडि बितामोडमा भएको अहिले नेवारी फुड खाना पुरा फेमस छ नि त। अनि सबैले नि त्यहीँ जाउँ न भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ त्यहाँ गयौँ। अनि हामी आइपुगेर हामी भित्र जाँदैछौँ। अनि त्यस पछाडि म चाहिँ यहाँ मेरो भिडियो गरिदिनु न भन्दै दिदीलाई भन्दै थिएँ नि त। अनि जाँदै थियौँ। अनि हामीले गेटमा चाहिँ फेरि एकजना दिदीलाई भेट्यौँ। उसले चाहिँ पैसा माग्दै हुनुहुन्थ्यो। अनि दिदीहरूले दिनुभयो। त्यस पछाडि हामी भित्र गयौँ। हामीलाई जोजोलोप्पा भन्दै वेलकम गर्नुभयो बहिनीले। अनि त्यस पछाडि दिदीहरू चाहिँ यहाँ आएर मेनु हेर्नु थाल्नुभयो। म चाहिँ अनि यता भिडियो गर्नु थालेँ। यहाँ सबै नेवारी कल्चरलाई समेटेर कति राम्रो राम्रो उयोहरू पोस्टरहरू राख्नुभएको रहेछ। मेरो छोरी चाहिँ यहाँनिर निदाइरहेको थियो ठुलो मामुसँग। अनि हामी चाहिँ यहाँ गफ गर्दै जुस खाँदै बस्दै थियौँ। अनि म चाहिँ यता भिडियोहरू पनि गर्दै थिएँ क्या, कति राम्रो राम्रो थियो नि त त्यहाँनिर। अनि हामी चाहिँ यता गफ गर्दै बस्दै थियौँ। अनि त्यत्तिकैमा हाम्रो फेरि यो हामीले सपु मिजा मगाएको थियौँ। अनि फर्स्टमा चाहिँ हाम्रो सपु मिजा आयो। हामीले सबैले ट्राई गऱ्यौँ। यो चाहिँ मिठो लाग्यो सबैलाई। मेरो छोरी चाहिँ यहाँनिर ठुलो मामुसँग गफ गरिरहेको थियो। अनि त्यस पछाडि हाम्रो खाजा नेवारी सेट आयो। अनि हामी यहाँ बसेर सबैजनाले ट्राई गऱ्यौँ। अनि एकदम मिठो थियो। अनि यता दिदीहरू पनि पुरा खाँदै हुन्छ, बहिनी यता चाहिँ। अनि त्यसपछि अनि हामीले यो खायौँ। अनि खाइसकेर मेरो छोरी चाहिँ यहाँनिर उसको छेमासँग खेलिरहेको छ। अनि हामी चाहिँ खाइसकेर अब चाहिँ घर आउनुको लागि निस्क्यौँ। अनि निस्किँदाखेरि फेरि बाहिर पनि कति राम्रो देख्यौँ क्या। अनि यसको भिडियो गऱ्यौँ। अनि यतापट्टि ऐना पनि रहेछ क्या छेउमा। ऐनाहरूमा पनि हामीले फोटोहरू खिच्यौँ। अनि त्यत्तिकै हामी बाहिर निस्क्यौँ। अनि त्यत्तिकैमा अनि यता फेरि दिदीहरूलाई फोटो खिचेर सकेको रहेनछ, फेरि फोटो खिच्नु पर्ने अरे। अनि हाम्रो मामा आउनुभयो, हामी आयौँ।